आज चाहिँ यो 2082 सालको पहिलो दिन नयाँ वर्ष मध्याहको करिब 1 बजिसकेको छ र 1 बजेको अवस्था चाहिँ यो हिले डाँडाको अवस्था यस्तो छ। यसलाई आज चाहिँ हिले डाँडा भन्दा पनि यसलाई चाहिँ धुले डाँडा आज चाहिँ भन्न सुहाउने गरी इन्भाइरोमेन्ट त्यही गाइजहरू खोलाबिन पुल है झोलुङ्गे पुल खोलाबिन झोलुङ्गे पुल अब हामी चाहिँ कस्तो धेरै हल्लिन्छ ल यो पुलको क्षमता कति हो मान्छे कति छौँ यहाँ सबैजना आज 82 साल अन्तिम दिन सबैजना हात उठाइदिनु होला। यहाँको पनि पोखरी अलिक सुकेछ दाजु त कहाँ देखेको ओके गाइजहरू है पहिले यो चाहिँ अब एउटा नागी थियो। नागी भएको स्थान चाहिँ अहिले होइन समय परिवर्तन भएसँगै अहिले चाहिँ केही पर्यटकहरूको होइन सङ्ख्या देख्न सकिन्छ। सो सबै चिजको अब समय आउँछ भन्ने जस्तै एउटा नेपालीमा उक्ति उखान भए जस्तो रहेछ। ल यो चाहिँ लोकताको बोर्ड है। जाँदैछु हिले डाँडाको सम्पूर्ण भ्यू चाहिँ अब म पस्किँदैरहेको छु मनाङ मुस्ताङतिरको भ्यू जस्तो छ यो चाहिँ है गाइजहरू। माथि झोलुङ्गेको सस्पेन्सन ब्रिज इज ओभर द पोन्ड। ल पोखरी परिहरू चाहिँ तल देख्न सकिन्छ जल परिहरू है। ओके गाइजहरु यो चाहिँ हैन अब यस्तै छ है
यसको र त्यसको भन्दैछन् पछाडिबाटै। यहाँ त सबै तिलखोटीहरु सबै आफ्ना आफ्नै छ। 82 1 1 हो आज भनेको। 82 1 1 कस्तो 82